आजको दिन चाहिँ यसरी रमाइलो गर्दै बित्यो है स्पेसल दिनमा। हाई साथीहरू, मेरो छोरी र म चाहिँ हिँड्दै कता जाँदैछु भने हामी केक लिन, किनभने आज मेरो छोरीको जन्मदिन। अनि आउँदाखेरि हाम्रो केक चाहिँ रेडी भएर बसिरहेको थियो। मेरो छोरी चाहिँ कहिले घर जाऊँ भने गरेको थियो। मेरो चाहिँ एकदम धेरै सामान धेरै थियो, त्यही भएर मैले चाहिँ मेरो भाइलाई बोलाएँ। मेरो भाइ चाहिँ आए अनि त्यसपछि चाहिँ हामी बेलुका रेडी पारेर मैले मेरो छोरीले एकदमै राम्ररी बनाइदिएर फोटो खिचाएँ। अनि साथीहरू त्यसपछि मैले चाहिँ कान्छी र ठुलीलाई राखेर फोटोसुटहरू गराएँ। कति राम्रो देखिरहेको थियो मेरो छोरी र दुइटै छोरी, ठुली र कान्छी। अनि त्यसपछि फेरि अर्को केक काटिङतिर लागेँ। उसको दिदीहरूले चाहिँ फेरि अर्को केक लिएर आइदिएको थियो बेलुकातिर। अनि फेरि त्यो केक काट्नतिर लागेँ। त्यसपछि खानासाना बनाएँ, यता रमाइलो मानेर खाएँ। अब चाहिँ मेरो छोरीहरू चाहिँ डान्स गर्नतिर लाग्यो है साथीहरू। एकदम खतरा खतरा डान्स हुँदैछ है। मेरो ठुलो छोरी चाहिँ एकदम नाच्न रहर गर्ने, तर पनि ऊ चाहिँ निन्द्रा लागेर छिटै सुतिहालेँ। अनि म चाहिँ सानो नानी सुतेको थिएन, एकछिन लिएर डान्स सान्स हेरेँ। आजको दिन यसरी रमाइलो गरेर बितेँ। बाई।